छैन एकले मान्छे यार कोही छैन यो गाउँ यार क्या खाली के अवस्था आयो हो यो गाउँको हालतै खराब भइसक्यो भने के गर्ने एकले बस्दा बस्दा अब त आइगयो गाउँमा एकजना लाउरे त कहाँ त्यो त्यो नि आउने हुन्न आउने खै कहाँ पुग्यो कहाँ नै आउनु मात्र हुन्न अहिलेसम्म आएको होइन त्यो लाउरे हाम्रो बसेको हुन्न त्यो मान्छे मुनालाई गलिन्छ अब कहीँ मेरो भारी लिनु छ पछाडि आउनु हो भारी कहाँ पुग्यो गाना मैले रहेछौ अरे साडीमा क्या आए यस्तो चाहिँ गाउँ यसो गाउँमा यसो घरमरहरू हुनायो त्यहीँ अब यसो धेगोहरू हुना त्यहाँ क्या हुनु क्या त्यही 2-4 दिन बस्छ है जानु है म त 5 वर्ष 6 वर्ष भइगयो गाउँमा बसेको हेर त्यहाँ अब खन्टा क्या हुनु हो क्या अब यसो हल्का यसो गाउँको नि छोराहरू हुना कसो क्या हल्का होला अबैतिर अब अब यो सबै भाइदाखानी सबै साथीहरू सबै भाइदाखानी अब यो गाउँदेखि कहिले बस्थ्यो हुनु ल त्यो आउँदैन एउटा अब घर जाउँ पहिलेदेखि ब्याङ्लोबाट आएको अब घर जाउँ खाना सोचिहाल्यो 2-4-5 दिनको यात्रा भोकै मऱ्यो अझै खाना खाएँ खाना खायो कति आउने गाउँ बेच्नु पर्यो कोही आउने गाउँलाई मान्छे छैन धारका बुनाहरू धार हो बनाएको हो दामी चेलेको छ नि चलेको छ नि पानी ट्याङ्की बनाएको छ जनतालाई सुविधा छ यो तिमीले बुनाइन्छ त यति मोटो पानी आउँछ कति झाडो आयो पानी आउनु है आउनु नै यो तिमीले बुनाएको आउनु है होइन त्यो गर्ने हजुर अब आउला भनेको त बुनाएको अब पानी यहाँ आउला भन्न खोजेको नि यहाँबाट आउला यहाँ के गर्ने अब तपाईँ काम बिगार्दा उठ्याङ गर्छ सार्वजनिक गरेको छ ओहो तिमीले त सार्वजनिक बुनायो यता यहाँ धारेर पानी नआउनु थियो टोइलेट भित्र गयो त यता टोइलेटको हालत टोइलेट कहिले भित्र गएको है त्यही यता मैले बनाएको टोइलेट एकदम फर्स्ट क्लास हुन्छ नि एकदम पुरा एकदम क्लिन हो त हुने कहाँको भयो क्लिन त्यही जात भित्र हेर्दा तैँले भित्र गयो है कस्तो नाम बदनाम गरेको यहाँ मेरो हेर्न कति राम्रो क्लिन त्यो ताइने हेरेल कसले गरेको तमी हो जान्ने दुन्ने मान्छे तमी हो तमीले बुनाएको अरू कसले बुनायो अरू बिगार्ने तमी हो निगरी बुनाएको त निगरी जहिले ढुङ्गो ठिक छ त अब 10 दिनै लागि हुने आएको है अब एउटा गाउँको हालचाल बुझिजा गाउँको अवस्था हेरिजा अब कहिले कहाँ आइन्छ के गरी हुने है एउटा हुने जग्गा है त्यो हेरिजा अब त्यही गर्नु पऱ्यो अब है त अब खाना खाऊ अब क्या त तपाईँ गाडी खायो जिन्दगी ल त अब तिमीले के आनी है आनी के आनी है झोला एकै झोला ढिल्दा आएको कि अब त्यो पनि के होला यहाँ कानेर हालेको यो अब मुखी दिए त नि त लाउला 30 लाउरे भ्या क्या त हामीले हिँड्ने क्या गाडी हेर्नु कसी गाडी हो 2 गन्जी लाइन त नै अरू गाडी हुने थियो अनि त्यो मुखी दिएर लुटाउँदै हाने मान्छे होला त्यो अक्खर किन्नलाई सोचेको ल हुन्छ त ल आने त अब आने त एक क्या क्यारोलाई त भाग यहाँबाट अब भनेर जा अब यहाँ